हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म तपाईँलाई मेरो छोराको शरारत चकचकको बारेमा बताउन गइरहेको छु है, देखाउन पनि गइरहेको छु। उसलाई अरू केही चाहिँदैन। उसलाई भनेको तुलसाको मुखमा गएर बिहान चढाएको जलहरू कसरी छर्किनुपर्छ उसलाई राम्ररी थाहा छ कि भगवानलाई खुसी पार्न खोजेको हो कि के हो थाहा छैन कि, तर उसले चाहिँ मजाले जाने हो तुलसाको मुखमा बामे शरीर हुन्छ त्यो खुट्टाहरू चाहिँ हात खुट्टा सबै दुखाएर ऊ जान्छ कि। अनि गएर तुलसाको मुखको जलहरू पुरै फालेर अनि त्यसपछि पूजा गरेर त्यो फुलहरू चढाएर बस्ने के हो। उसलाई कति रमाइलो लाग्छ, अचम्म छ हौ बा। भर्खर हात खुट्टा के लागेको छ, यति चकचक छ, अझ अलिक बेसी हिँड्न सक्ने भएपछि त उसले के गर्छ होला के, कसरी चाहिँ धान्ने होला यो बच्चालाई। सायद म मात्र होइन होला कि यसरी सफर गरिराखेको चाहिँ थुप्रै मामुहरू जसको बच्चाहरू चाहिँ अहिले हालसालै होइन हात खुट्टा लागेर भर्खर बामे सर्ने अनि त्यसपछि हिँड्न ताते हिँड्न सक्ने भएको छ। सबैजनाले सफर गर्नु भएको छ होला। लुगा त्यत्तिकै मैलो हुने, यो चिसोमा सुक्नलाई पनि त्यत्तिकै गाह्रो हुने है, पुर्याउनै नसक्ने, कति डाइपर लगाइदिनु ऱ्यासेसहरू भएर पुरै त्यो पासेर कस्तो हुने, अनि लुगाले नै पुर्याउनु नसक्ने भयो हौ। अब चकचक गर्छ, लुगा फोहोर हुन्छ भनेर खेल्न नदिने हिँड्न नदिने कुरा नि भएन। त्यही भएर पनि मैले त एकछिन भए पनि खेल्न चाहिँ दिन्छु, लुगाहरू फेरिदिने धोइदिने। अब के गर्नु, यस्तै छ, हात खुट्टा लागिसकेको बच्चालाई रोकेर छेकेर पनि नसक्ने, त्यही भएर मजाले खेल्न दिने गरेको छु मैले चाहिँ। अनि त्यसपछि हात खुट्टा धोएर अनि कपडाहरू फेरिदिने गर्छु। अहिले सानो छँदा त उनी खेल्ने, फोहोर पार्ने होइन, रमाउने, कुद्ने, हिँड्ने गर्ने भनेको भोलि पर्सि हामीले खेल भन्दाखेरि पनि खेल्दैन होला। त्यही भएर पनि अहिले चाहिँ मैले मजाले छोडिदिने गरेको छु। यसको मतलब मैले मात्र बचाएँ चाहिँ होइन, मेरो सासु मम्मीहरूले पनि मजाले मेरो बाबुलाई हेरिदिनुहुन्छ। प्रायः मसँग भन्दा नि मेरो सासु मम्मी र ससुराबासँग नै मान्ने गर्छ मेरो बाबु चाहिँ, किनभने मजाले हेरिदिनुहुन्छ। अनि म नहुँदाखेरि पनि म बाहिरतिर जाँदाखेरि कामले पनि मजाले हेरिदिनुहुन्छ, मान्छ पनि ऊ होइन, खानिदिनुहुन्छ मम्मीहरूले, डुलाउन लाने ओर्ने सबै गर्नुहुन्छ। अहिले पनि उसलाई मैले सबै ऊ खेलिसकेपछि लुगासुगा फुकालिदिएँ अनि मम्मीले म मासतिर लिएर जान्छु भन्नुभयो अनि मैले उसलाई लुगासुगा फेरिदिएपछि मम्मीले चाहिँ मासतिर लिएर जानुभएको थियो कि, मम्मीलाई चप्पल थिएन अनि चप्पल किन्न जान्छु, बाबुलाई पनि लिएर जान्छु, लुगा फेरिदियो भन्नुभयो अनि मम्मीले चाहिँ लिएर जानुभएको थियो। मम्मीले बाबु हेरिदिइसक्नु भएपछि मात्र मेरो अरू कामहरू सुरुवात हुन्छ कि, नभए बाबुले गर्दा केही कामै गर्न पाउँदैन। एकजनाले चाहिँ बाबुलाई छोड्नै मिल्दैन, त्यही भएर मम्मीले बाबुलाई हेरिदिनुहुन्छ अनि म घरमा खानासाना बनाउने बढार्ने ओर्ने कामहरू गर्छु। यसरी नै बितिरहेको छ है।